उक्काली जनको चप्लेटी ढुङ्गा ओ सल्लाहको सिन्ताहरू खितला बिसाउने सतीवयहरू गाई तिहारहरू भेरी गुड आई टोकिङ सलेरी वनमा जेहोस् घुम्न पाउँदा तपाईँलाई कस्तो लाग्छ दाइ? भन्दा खुसी चाहिँ जिन्दगीमा पहिलो लाजा साह्रै रमाइलो होइन? अनि यो चाहिँ यो भुल्केको ओह्राली उकाली चढ्दाखेरि पनि रमाइलो उँधो हेऱ्यो खोला नाला उँभो हेऱ्यो हरियाली। हामी चाहिँ यहाँ सिमले भन्ने ठाउँतिर जाँदैछौँ भुल्केबाट होइन? कहाँदेखि हो कहाँ भन्ने त्यति अलिक अनुभव भएको छैन, कन्फ्युजमा छौँ। अनुभव बटुल्न पाइएको छैन। र पनि दिउँसोको 10 देखि 11 बज्दैछ र हामी चाहिँ एउटा टुरिस्ट जस्तो भिसामा हिँडेका छौँ। हाम्रो विष्णुजीले समदिमा पनि स्वागत भयो र ढोगा भेटहरू राम्ररी खुलाए र उहाँको मामा भेटियो एकजना। मामासँग केही कुरो कानी भएर चाहिँ उहाँले खान्ते पिन्तेको व्यवस्थाहरू एकदम नम्बर 1 तरिकाले गरे। त्यस पछाडि हजुर यसरी त जिन्दगी ल आजलाई यतिमै समाप्त गरौँ है भनेर चाहिँ सल्लेरी बाटो देखाउनु भयो र हामी सल्लेरी बाटो हामी हिँड्दैछौँ। अब हामी चाहिँ खाल्ले सिमले भुल्केतिर हामी लागिरहेका छौँ होइन? ए भुल्के होइन, भुल्केबाट चाहिँ जाँदैछौँ होइन? सिमले जाँदैछौँ भुल्के छोडेर। आरामले हिँड्नु पर्ने तर पनि हजुर उकाली चढ्दा पनि गर्मीको मौसम छैन एकदम। होइन बाख्रा त्यो भित्र छम हालेको दामी बनाएको बाख्रै हो नि। पछि हेर्न पाउँछ। सगरमाथा कार्यक्रम कार्यक्रम के